हेलो एभ्रिवान यो भिडियोमा चाहिँ CMBS 2026 मा क्लास 11 को बोटनीबाट सोधेको क्वेशन्सको एनालाइसिस हुनेवाला छ। कुनै अप्सनमा अर आन्सरमा कन्फ्युजन भए डबल चेक गरिहाल एन्ड वाच दिस भिडियो टिल द एन्ड। Let's start the detailed analysis of CMBS 2026 memory based botany questions. And यो again class 11 को part 1 video अनि यसमा चाहिँ 20 वटा questions छन् and म चाहिँ अस्तित्व ओझा यो वर्षको CMBS rank 1. Let's start. Okay, सुरुमा चाहिँ एमएससी ले दिएको ग्रेड अनुसार फर बोटनी चाहिँ सो हाम्रो तीनटा टपिक भयो, सेल बायोलोजी पनि भयो, त्यो चाहिँ 11 को टपिक एन्ड बेसिक कम्पोनेन्ट अफ लाइफ एन्ड बायोडाइभर्सिटीबाट सोध्नुपर्ने 11 यो वर्ष पनि 11 नै थियो एन्ड लाइफ कम्पोनेन्टबाट एउटा दैट इज बायोमोलिक्युल्स एन्ड एन्जियोस्पर्म छ, एन्जियोस्पर्मबाट चाहिँ 4 वटा क्वेशन र अरु ब्याकको प्लान्ट डाइभर्सिटी र माइक्रोबायोलोजीबाट चाहिँ 6 वटा क्वेशन, इकोलोजी एन्ड इन्भाइरोमेन्टबाट चाहिँ 5 वटा क्वेशन सोध्नुपर्ने थियो, 5 वटै सोधेको छ। यो चाहिँ इकोलोजीबाट 4 वटा र एउटा चाहिँ इन्भाइरोमेन्टबाट। देन सेल बायोलोजी एन्ड जेनेटिक्सबाट टोटलमा 12 अनि 11 मा चाहिँ सेल बायोलोजी पर्छ। त्यसमा चाहिँ सेल को स्ट्रक्चर र फंक्शनबाट दुईटा र सेल डिभिजनबाट दुईटा क्वेशन्स आएछ। सो 20 क्वेशन्स छ क्लास 11 बाट। लेट्स स्टार्ट विथ क्वेशन नम्बर 1। क्वेशन नम्बर 1 मा सोधेको छ कि ओलेइक एसिड भनेको के हो। सो यो रिकल टाइप क्वेशन भयो, बायोमोलिक्युल्सको क्वेशन भयो। यो चाहिँ प्लस 2 बुकमा पनि हुन्छ, 11 को बुकमा चाहिँ बायोमोलिक्युल्समा छ र 12 को यो केमिस्ट्री बुकमा पनि छ अर्ग्यानिकमा कार्बोक्सिलिक एसिडको च्याप्टरमा। सो ओलेइक एसिड भनेको चाहिँ एउटा कार्बोक्सिलिक एसिड भयो, यो चाहिँ लङ चेन कार्बोक्सिलिक एसिड सो फ्याटी एसिड भयो अनि यो चाहिँ अनस्याचुरेटेड हुन्छ किनभने यसमा चाहिँ एउटा डबल बन्ड हुन्छ। सो यो फ्याटी एसिड्स बेसिकली बायोमोलिक्युल्स हो, त प्लस 2 मा त्यति पढाइ हुँदैन तर समटाइम्स सोधिहाल्छ क्वेशन अनि यो सर्फेस लेभलकै क्वेशन थियो, समटाइम्स डिप क्वेशन पनि सोध्न सक्छ। सो यसको लागि पनि रेडी हुनु पर्यो। यो चाहिँ बुकमा पनि मेन्सन छ टेबलमा। सो ओलेइक एसिड भनेको चाहिँ 18 कार्बन भयो कार्बोक्सिलिक एसिड, यसमा चाहिँ 1 डबल बन्ड हुन्छ। लिनोलेइकमा चाहिँ यो पनि 18 कार्बन 2 डबल बन्ड्स, लिनोलेनिक भनेको पनि 18 कार्बनै भयो 3 डबल बन्ड्स। अर्को हुन्छ एराकिडोनिक एसिड, यो पनि अनस्याचुरेटेड फ्याटी एसिड हो, यो चाहिँ 20 कार्बनको हुन्छ र यसमा चाहिँ 4 डबल बन्ड हुन्छ। एन्ड यो जुन 1 भन्दा बढी डबल बन्ड भएको यसलाई चाहिँ हामी भन्छौँ पोली अनस्याचुरेटेड फ्याटी एसिड, सो POFA। तिनीहरूको त्यो चाहिँ एसेन्शियल हुन्छ र तिनीहरूको डिफिसियन्सीले चाहिँ इट क्यान कज भेरियस सिन्ड्रम्स। त्यसमा एउटा भनेको चाहिँ फ्रेनोडर्मा टोड स्किन कज गर्न सक्छ अनि अर्को भनेको चाहिँ स्याचुरेटेड फ्याटी एसिड हुन्छ। सो स्याचुरेटेड फ्याटी एसिडको एक्जाम्पल एउटा चाहिँ स्टेरिक एसिड, अर्को चाहिँ पाल्मेटिक एसिड। अर्को कुरा के थाहा हुनु पर्यो भने अनस्याचुरेटेड फ्याटी एसिड चाहिँ युजली चाहिँ लिक्विड भयो। लिक्विड किन हुन्छ भने यो चाहिँ यिनीहरूको मेल्टिङ पोइन्ट चाहिँ लो हुन्छ। अब यसमा पोलारिटी भयो पनि बेसिकली त्यहाँ डबल बन्ड भयो पनि यो चाहिँ किन लोवर टेम्परेचरमा मेल्ट हुन्छ किनभने चाहिँ जुन डबल बन्ड आउन साथ त्यहाँ ट्राइगोनल प्लेनर स्ट्रक्चर आयो। सो ट्राइगोनल प्लेनर स्ट्रक्चर आउन साथ चाहिँ त्यसको इफेक्टिभ सर्फेस एरिया घट्ने भयो र त्यसले गर्दा चाहिँ भान डर वाल फोर्स पनि घट्ने भयो, त्यसैले चाहिँ यिनीहरूको मेल्टिङ पोइन्ट कम हुन्छ। सो यही कुरा भयो फ्याटी एसिडको बारेमा। नेक्स्ट अमिनो एसिड पनि थाहा हुनु पर्यो होइन, अमिनो एसिड एसेन्शियल कुन हो, नन एसेन्शियल कुन हो, देन पोलार कुन हो, नन पोलार कुन हो, त्यसै कुरा थाहा हुनु पर्यो। नेक्स्ट क्वेशनमा सोधेको थियो कि प्लाज्मोगेमी, क्यारियोगेमी एन्ड मियोसिस इज क्यारेक्टरिस्टिक्स अफ। सो यो चाहिँ फङ्गाईबाट क्वेशन भयो एन्ड प्लाज्मोगेमी, क्यारियोगेमी, मियोसिस भनेको चाहिँ सेक्सुअल रिप्रोडक्सन इन फङ्गाईमा यो चाहिँ स्टेप्सहरू भयो। सुरुमा प्लाज्मोगेमी हुन्छ, द्याट्स द फ्युजन अफ साइटोप्लाज्म, देन क्यारियोगेमी द्याट्स द फ्युजन अफ न्युक्लियस, त्यसपछि हुन्छ मियोसिस द रिडक्सनल डिभिजन अनि यसले गर्दा चाहिँ द कन्टिन्युटी अफ जेनेरेसन टु सेक्सुअल रिप्रोडक्सन हुने भयो। एन्ड यो एकदम सर्फेस लेभल क्वेशन थियो फङ्गाईबाट, बुकमा पनि मेन्सन छ अनि यस्तो रिलेटेड एक्ज्याक्ट पास्ट क्वेशन सोधेको थिएन तर एकदमै सर्फेस लेभल क्वेशन थियो। सो फङ्गाईको अरू क्लासिफिकेसन थाहा हुनु पर्यो, एक्जाम्पल थाहा हुनु पर्यो अनि डिजिजेसहरू पनि थाहा हुनु पर्यो। त्यसै गरी लाइकेन भनेको चाहिँ एउटा म्युचुअलिस्टिक अर्गानिजम हो, यो चाहिँ फङ्गाई हुन्छ र एल्गी हुन्छ, तिनीहरूको बिचमा म्युचुअलिस्टिक रिलेसनसिप भएपछि लाइकेन भन्ने हो। समटाइम्स हेलोटिजम पनि भन्छ, स्लेभ मास्टर रिलेसनसिप। सो त्यस्तो कुराहरू क्लासिफिकेसन पनि थाहा हुनु पर्यो, एक्जाम्पल पनि थाहा हुनु पर्यो लाइकेनको एन्ड ओभरअल इन्टायर प्लान्ट डाइभर्सिटीबाट इकोनोमिक इम्पोर्टेन्स पनि थाहा हुनु पर्यो। नेक्स्ट अगेन एल्गीको क्वेसन त सोधेकै छ अरू पनि एन्ड एन्जियोस्पर्मबाट पनि सोधेकै छ। सो यसको आन्सर चाहिँ फङ्गाई हुन्छ, सिम्पल क्वेसन थियो। नेक्स्ट क्वेसनमा सोधेको छ कि डिपेस्ट एल्गी इन वाटर इज। सो यो राम्रो क्वेसन थियो, अल्दो यो कुरा त प्लस 2 मा मेन्सनै छ, यस्तो रिलेटेड एक्ज्याक्ट पास्ट क्वेसन सोधेको छैन तर यो रिकल बेस्ड क्वेसन थियो। अलिकति अन्डरस्ट्यान्डिङ पनि लगाउन सकिन्थ्यो तर यो चाहिँ धेरैलाई यादै हुन्छ यो किनभने जुन हाम्रो एल्गी छ, एल्गी त बेसिकली एफी फ्रिट्सले चाहिँ फादर अफ फाइकोलोजी भन्छ, उनले चाहिँ 11 क्लासेसमा डिभाइड गरेका थिए तर हामीले हाम्रो सिलेबसमा मेनली पढ्ने भनेको 4 वटा हो। अब 3टा चाहिँ हामीले यता एल्गीमा पढ्छ र एउटा त ब्याक्टेरियामा पढ्छौँ, द्याट इज मिक्स अफ आइसी अर साइन अफ आइसी अर ब्लू ग्रिन एल्गी अनि 3टा यता भनेको रेड एल्गी, ग्रिन एल्गी र ब्राउन एल्गी।
सो डिपेस्ट एल्गी इन वाटर चाहिँ रेड एल्गी हुन्छ किनभने रेड एल्गीमा फाइकोपिलिन हुन्छ एउटा द्याट इज फाइकोएराथ्रिन र फाइकोएराथ्रिनले चाहिँ जुन सर्टर वेभलेन्थ अफ लाइट छ सर्टर वेभलेन्थ अफ लाइट चाहिँ बढी पेनिट्रेट गर्न सक्छ कम्पेयर टु लङ्गर वेभलेन्थ्स किनभने त्यसैसँग एनर्जी बढी हुने भयो अनि त्यसले गर्दा चाहिँ त्यो चाहिँ ग्रेटर स्टेपमा पनि पुग्ने भयो त्यो स्पेक्ट्रम त्यसले गर्दा चाहिँ जुन ब्लू रिजन छ ब्लू ग्रीन रिजन छ त्यसलाई चाहिँ एब्जर्ब गर्न सक्छ र त्यसबाट चाहिँ फोटोसिन्थेसिस गर्न सक्छ त्यसै चाहिँ त्यो चाहिँ डिपेस्ट ग्रोइङ एल्गी र डिपेस्ट ग्रोइङ प्रड्युसर पनि भन्न मिल्यो रेड एल्गीलाई अनि यो जुन चेन्ज इन कलर अफ रेड एल्गी विथ डेप्थ सो जुन सर्फेसमा छ त्यो चाहिँ कम रेड हुने भयो अनि धेरै सर्फेसमा भएको त अलमोस्ट रेडै हुँदैन पनि भन्न मिल्यो किनभने त्यसमा चाहिँ फाइकोएराथ्रिन कम हुन्छ जति डेप्थ बढ्दै जान्छ फाइकोएराथ्रिन पनि बढ्छ र रेड पिगमेन्टेसन पनि बढ्छ सो यसलाई चाहिँ हामीले क्रोमेटिक एडाप्टेसन पनि भन्छ अर गाइडिकस फिनोमेना पनि भन्छ अब यो कुरा चाहिँ प्लस टूमा छैन तर स्टिल अब डिपेस्ट एल्गी सोधेको छ भने त्यो पनि सोध्न सक्ला सो यसको आन्सर रेड एल्गी हुन्छ अब ग्रिन एल्गी त मोस्टली सर्फेसमै पाइन्छ ब्लू ग्रिन एल्गीले चाहिँ हाम्रो वाटर ब्लुमहरू कज गर्छ एन्ड ब्राउन एल्गी चाहिँ त्यो चाहिँ लार्ज साइज समटाइम्स स्केल्प पनि फर्म गर्न सक्यो युजली मेराइ नै हुन्छ ब्राउन एल्गी तर डिपेस्ट चाहिँ रेड एल्गी नै हुन्छ यो रिकल बेस्ड प्लस टू बेस्ड ओके सो यो क्वेसन चाहिँ धेरैचोटि प्रिभियस इयरमा पनि सोधिसकेको छ सो स्पाइरोगाइरा आफ्टर कन्जुगेसन फर्म्स जाइगोट विच अन्डरगोज सो के बुझ्नु पऱ्यो भने जुन स्पाइरोगाइरा छ स्पाइरोगाइराको लाइफ साइकल हामीले प्रश्नमा पनि पढ्नुपर्छ र कन्जुगेसनमा चाहिँ जुन फ्युजन अफ गैमेट्स हुन्छ त्यसले गर्दा चाहिँ जाइगोट बन्छ जाइगोट चाहिँ इमिडिएटली त्यसमा चाहिँ एउटा कभरिङ फर्म हुन्छ त्यसले गर्दा जाइगोस्पोर फर्म गर्छ जाइगोस्पोर टाइप अफ डर्मेन्ट त्यसपछि फेभरेबल कन्डिसन फिर्ता आउने बेला चाहिँ जाइगोस्पोरले चाहिँ जर्मिनेट गर्छ र जाइगोस्पोर जर्मिनेसनमा चाहिँ मियोसिस हुन्छ सुरुमा एन्ड मियोसिसबाट चारवटा ह्याप्लोइड न्युक्लियाई बन्ने भयो र चारवटा ह्याप्लोइड न्युक्लियाई बन्दै चाहिँ तीनटा चाहिँ डिजेनेरेट हुन्छ एउटा चाहिँ बाँकी हुन्छ र त्यो फङ्सनल न्युक्लियाईबाट चाहिँ एउटा नयाँ स्पाइरोगाइरा फिलामेन्ट फर्म हुन्छ सो एउटा जाइगोस्पोरबाट एउटा स्पाइरोगाइरा बन्ने भयो युजली एन्ड जुन फर्स्ट डिभिजन के भयो त मियोसिस भयो त्यसैले यसको आन्सर मियोसिस हुन्छ अब अर्को कुरा के बुझ्नु पऱ्यो भने जुन हामीले एल्गीलाई चाहिँ हामीले थ्यालोफाइटा भन्छौँ अर नन इम्ब्रियोफाइटा भन्छौँ बेसिकली त्यसमा चाहिँ इम्ब्रियो फर्मेसन हुँदैन त्यसको कारण के हो भने इम्ब्रियो फर्मेसन हुँदा चाहिँ जाइगोटले चाहिँ माइटोसिस डिभिजन गर्नु पऱ्यो तर यसमा के हुँदैछ भने जाइगोट फर्म हुनसाथ त्यही चाहिँ मियोसिसमा चाहिएछ अब जाइगोस्पोर भनेपछि सो त्यहाँ डाइरेक्ट सुरुमै माइटोसिस हुन लागेको छ त्यहाँ मियोसिस पछि माइटोसिस हुँदैछ त्यसले गर्दा चाहिँ यहाँ चाहिँ इम्ब्रियो फर्मेसन भएन यसले चाहिँ हामीले नन इम्ब्रियोफाइटा भन्छौँ एन्ड यो कुरा चाहिँ पास्ट टर्ममा पनि सोधेको थियो प्लस टूमा पनि पढाइ हुन्छ नेक्स्ट क्वेसन इफ अ बोटनिस्ट फाउन्ड ए प्लान्ट द्याट रिप्रोड्युसेस बाई स्पोर नट बाई सीड देन विच ग्रुप विल इट लाइकली टु बी प्लेस्ड इन इज अ रिकल बेस्ड क्वेसन एन्ड अलमोस्ट भर्खर दिएका सब क्वेसन रिकलै छन् 11 को बोटनीबाट मोस्टली रिकल बेस्ड क्वेसन नै सोधिरहेको छ एन्ड यो के कुरा गरेछ भने यो चाहिँ क्लासिफिकेसन अफ प्लान्ट किङडम बेस्ड अन अस्ट्राल टिपोस क्लासिफिकेसन जो हामीले क्रिप्टोग्याम्स थ्यालोफाइट्स फेनोरोग्याम्सहरू भन्छौँ त्यो क्लासिफिकेसनको कुरा गएको छ सो जुन स्पोरबाट रिप्रोड्युस गर्छ त्यो हामीले क्रिप्टोग्याम्समा राख्छौँ र जुन चाहिँ सिडबाट रिप्रोड्युस गर्छ त्यहाँ चाहिँ हामीले फेनोरोग्याम्समा राख्छौँ फेनोरोग्याम्समा पर्ने भयो जिम्नोसोम र एन्जियोस्पर्म र क्रिप्टोग्याम्समा चाहिँ रिमेनिङ एन्ड यो कुरा चाहिँ सोधेको पनि थियो कि भास्कुलर क्रिप्टोग्याम्स भने के हो सो क्रिप्टोग्याम जसमा भास्कुलर टिस्यु चाहिँ टेरिडोफाइटा भयो नि सो एक्ज्याक्ट नसोधे पनि अलिअलि थिम मिलाएर चाहिँ पास्टमा पनि सोधेको थियो एन्ड यो धेरै सिम्पल क्वेसनै थियो प्लस टूमा पनि पढाइ हुन्छ सो ब्रायोफाइट्स पनि हुने भयो थ्यालोफाइट्स पनि हुने भयो तर एउटा कमन चाहिँ क्रिप्टोग्याम्स भन्दा ठिक होला एन्ड स्पोरोफाइट भनेको त त्यस्तो अब स्पोरोफाइट भनेको पार्ट अफ त्यो प्लान्ट भयो जेनेरेसन भयो स्पोरोफाइटिक जेनेरेसन क्यामेटोफाइटिक सो यो पनि हुने भएन ब्रायोफाइट्स डिफर फ्रम फर्न इन सो यसमा के सोध्न खोजेको छ भने ब्रायोफाइट्स र फर्नको बेसिकली लाइफ साइकलकै बारेमा क्वेसन सोध्या हो एन्ड के बुझ्नु पऱ्यो भने हाम्रो जुन अल्टरनेसन जेनेरेसन हुन्छ हेट्रोलोगस अल्टरनेसन जेनेरेसन यो चाहिँ हामीले ब्रायोफाइट्समा पनि देख्छौँ र टेरिडोफाइट्समा पनि देख्छौँ तर यसमा डिफ्रेन्स धेरै छ जस्तै ब्रायोफाइट्समा चाहिँ जुन ग्यामेटोफाइटिक जेनेरेसन हुन्छ त्यो चाहिँ इन्डिपेन्डेन्ट हुने भयो तर स्पोरोफाइटिक जेनेरेसन चाहिँ त्यसको माथि फुल्ली अर पार्सियली डिपेन्डेन्ट हुने भयो हामीले सिलेबसमा पढ्ने मार्केन्सियामा चाहिँ फुल्ली डिपेन्डेन्ट र जुन फ्युनेरिया बेसिकली मसहरूमा चाहिँ पार्सियली डिपेन्डेन्ट हुन्छ किनभने जुन मसको स्पोरोफाइट छ फ्युनेरियाको कुरा गर्नुपर्दा चाहिँ त्यसको स्पोरोफाइटको जुन क्याप्सुल छ त्यसमा चाहिँ एपोफाइसिस भन्ने एउटा पार्ट हुन्छ जो चाहिँ सर्ट अफ एसिमिलेटरी हुन्छ त्यो क्लोरोप्लास्ट प्रेजेन्स हुन्छ सो पार्सियल डिपेन्डेन्स भन्न मिल्यो एन्ड त्यसले गर्दा चाहिँ यसको आन्सर बी हुन्छ ह्याभिङ स्पोरोफाइट डिपेन्डेन्ट अन ग्यामेटोफाइट एन्ड फर्नमा चाहिँ के हुने भयो त ग्यामेटोफाइट स्पोरोफाइट दुइटै इन्डिपेन्डेन्ट हुन्छ अल्दो यङ स्पोरोफाइट डिपेन्डेन्ट भन्न मिल्यो तर ओभरअलमा चाहिँ इन्डिपेन्डेन्टै हुन्छ एन्ड फोटोसिन्थेटिक ब्रायोफाइट्स फर्न दुइटै हुन्छ एन्ड भास्कुलर टिस्युज चाहिँ फर्न अर बेसिकली टेरिडोफाइट्समा प्रेजेन्ट हुन्छ
एन्ड यो रिलेटेड पास्ट क्वेसन पनि सोधेको थियो एन्ड अल्सो यो कुरा चाहिँ प्लस 2 पनि पढाइ हुन्छ रिकल बेस्ड क्वेसन थियो मल्टिफ्ल्याजिलेटेड एन्थरोजोइड्स आर फाउन्ड इन सो एन्थरोजोइड्स भनेको मेल ग्यामेट एन्ड मेल ग्यामेट चाहिँ अब हामीले पढ्नुपर्छ ब्रायोफाइट्सको कस्तो हुन्छ सेलाजिनेलाको कस्तो हुन्छ युलोथ्रिक्सहरूको एन्ड टेरिडोफाइट्सको कस्तो हुन्छ साइकसको कस्तो हुन्छ यो सिम्पल क्वेसनै सोधेको थियो मल्टिफ्ल्याजिलेटेड एन्थरोजोइड्स चाहिँ फन्डमा पाइन्छ टेरिडोफाइट्समा पाइन्छ तर सेलाजिनेलामा चाहिँ बाइफ्ल्याजिलेटेड हुन्छ ब्रायोफाइट्स भनेको जस्तै यहाँ दिएको छ मस र पेलिया मस भनेको चाहिँ ब्रायोप्सिडामा पर्ने भयो र पेलिया भनेको चाहिँ लिभरको अर्थ यिन दुईटैमा चाहिँ बाइफ्ल्याजिलेटेड एन्थरोजोइड्स पाइन्छ र पोडोस्टेमम भनेको चाहिँ एउटा एन्जियोस्पर्मिक प्लान्ट हो र यो चाहिँ प्लान्टलेस रुट हो मतलब यसमा चाहिँ रुट मात्र हुन्छ एन्ड यो कुरा पनि थाहा हुनु पर्यो यो एन्जियोस्पर्मबाट सोध्छ युजली प्लान्टलेस रुटहरू रुटलेस प्लान्ट पार्शियल स्टेम प्यारासाइट पार्शियल रुट प्यारासाइट टोटल स्टेम प्यारासाइट टोटल रुट प्यारासाइट अब यादै गर्नुपर्ने कुरा हो सो यो बिस्तारै हेरिराख्दा फाइदा होला यसको आन्सर फर्न हुन्छ अनि अर्को कुरा के थाहा हुनु पर्यो भने साइकस अल्दो जिम्नोसोमको मेम्बर हो यसमा चाहिँ मल्टिसिलेटेड टप सेप्ड मेल ग्यामेट पाइन्छ र त्यो चाहिँ लार्जेस्ट मेल ग्यामेट हुन्छ प्लान्ट किङडमको तर लार्जेस्ट आर्किगोनियम चाहिँ फ्युनेरियामा पाइन्छ मसमा एन्ड यो सेम पास्ट क्वेसन पनि सोधेको थियो ओके सो अब एन्जियोस्पर्मको क्वेसन आयो इन्फ्लोरेसेन्स इन विच फ्लावर्स आर बोर्न अन एक्सेस एन्ड टर्मिनेटेड इन्टु फ्लोरल बडिज सो यो चाहिँ मोर्फोलोजीबाट सर्फेस लेभल क्वेसन सोधेको छ रिकल बेस्ड क्वेसन भएर प्लस 2 पनि पढाइ हुन्छ एन्ड सेम अलमोस्ट सेम पास्ट क्वेसन पनि सोधेको थियो सो यसको आन्सर साइमोस इन्फ्लोरेसेन्स हुन्छ यसमा चाहिँ के भनेको छ भने एक्सेसमा फ्लावर बोर्न हुन्छ र जुन एक्सेस छ नि त्यो चाहिँ टर्मिनेट हुन्छ फ्लोरल बडमा सो टिपमा चाहिँ त्यहाँ फ्लोरल बड हुने भयो र जहाँ टर्मिनेसन हुन्छ त्यो भनेको चाहिँ साइमोस भयो त्यहाँ चाहिँ एउटा डेफिनेट ग्रोथ हुने भयो अनि एन्थेसिस चाहिँ कस्तो हुने भयो भने सेन्ट्रिफ्युगल हुने भयो र बेसी पेटलमा अरेन्ज हुने भयो फ्लावर्सहरू जति बेला अहिले इन्डेफिनेट ग्रोथ भयो कि त फ्लावर्स बर्न भयो एक्रोपेटली भन्यो भने चाहिँ रेसिमोस इन्फ्लोरेसेन्स हुन्छ यिनीहरूको पनि सब टाइप्स छ रेसिमोसको साइमोसको त्यो पनि पढ एक्जाम्पलहरू युजली सोध्छ तर यो चाहिँ डेफिनेसनै सोधेको रहेछ एन्ड भर्टिसिलास्टर हाइपेन्थोडियम र अर्को साइथियम यो तीनटा चाहिँ स्पेसल इन्फ्लोरेसेन्स भयो यसको बारेमा पनि अलिअलि थाहा हुनु पऱ्यो जस्तै हाइपेन्थोडियम भनेको चाहिँ युजली हामीले हेर्नु भनेको फिकसमा हेर्छौँ यो चाहिँ पछि यसले राइज दिन्छ साइकोनस फ्रुटमा यसमा चाहिँ के हुन्छ भने एउटा सर्ट अफ कप सेप्ड हुन्छ अनि त्यसमा चाहिँ ओस्ट्रियल भन्ने एयरपोर हुन्छ माथि चाहिँ मेल फ्लावर बिचमा चाहिँ गर्ल फ्लावर स्टेराइल फ्लावर हुन्छ र तल चाहिँ फिमेल फ्लावर हुन्छ अनि यो चाहिँ अलिकति हामीले उता रिप्रोडक्सन फ्लावरिङ प्लान्ट्समा पनि पढ्नुपर्छ कि यसमा चाहिँ ट्र्याप्टोर मेकानिजम हुन्छ ब्लास्टोफागा भन्ने चाहिँ वास्पले चाहिँ यसलाई पोलिनेट गर्छ त्यो पनि थाहा पाउँदा फाइदा भयो एन्ड अर्को भनेको भर्टिसिलास्टर भनेको चाहिँ अगेन स्पेसल इन्फ्लोरेसेन्स यो चाहिँ मोडिफाइड साइमोस इन्फ्लोरेसेन्स पनि भन्ने मिल्यो सो जुन डाइकेजियल काइम चाहिँ त्यो कन्डेन्स भएर चाहिँ मोनोकेजियल हुन्छ त्यो चाहिँ हामीले पाउने भनेको चाहिँ लेबिटे लेमेसिए फ्यामिलीमा हो जसको मेम्बर चाहिँ एउटा तुलसी भयो ओसिमम स्याङ्क्टामम एन्ड यही कुरा भयो भर्टिसिलास्टरको बारेमा नेक्स्ट भनेको चाहिँ साइथियम इन्फ्लोरेसेन्स भनेको कपसेप इन्फ्लोरेसेन्स हुन्छ जसमा सिंगल फिमेल फ्लावर हुन्छ सराउन्डेड बाई मल्टिपल मेल फ्लावर्स अनि हामीले इन्भोल्युक्रे पनि पाइन्छ वोल अफ ऱ्याक्स अल्सो यो पाइने भनेको चाहिँ युफोर्बियामा हो युफोर्बिएसी फ्यामिलीमा पाइन्छ सो यो चाहिँ स्पेसल इन्फ्लोरेसेन्स भयो र यसको आन्सर चाहिँ साइमोस हुन्छ ओके ब्रिन्जल टोमेटो पोटेटो अनियन जिन्जर बिलोङ टु सो यसमा साइन्टिफिक नेम थाहा हुनु पऱ्यो राम्रै क्वेसन थियो अल्दो यस्तै टाइपको क्वेसन चाहिँ एकचोटि निटमा पनि सोधेको थियो इन्डियाको एक्जाममा त्यो चाहिँ के सोधेको थियो भने आई थिङ्क पोटेटो एन्ड टोमेटो होला पोटेटो एन्ड टोमेटो चाहिँ कुन लेभलसम्म रिलेटेड हुन्छ सो त्यहाँ जिनस पनि हुनसक्यो फ्यामिली पनि हुनसक्यो सो यसको आन्सर चाहिँ जिनस हुन्छ किनभने नयाँ साइन्टिफिक नेम अनुसार चाहिँ टोमेटोको साइन्टिफिक नेम हामीले सोलानम लाइकोपर्सिकम मान्नुपर्छ नट लाइकोपर्सिकम एस्कुलेन्टम तर अल्दो यो क्वेसनमा चाहिँ पुरानै ट्रेडिसनल नेम लिएर चाहिँ सल्भ गर्नुपर्ने थियो तर केही गरी यहाँ 3 जेनरा भयो चाहिँ 3 जेनरा नै करेक्ट हुन्छ आन्सर सो साइन्टिफिक नेमको कुरा गरौँ ब्रिन्जल भनेको चाहिँ सोलानम मेलोन्जिना टोमेटो भनेको सोलानम लाइकोपर्सिकम तर यो क्वेसनको लागि चाहिँ लाइकोपर्सिकम एस्कुलेन्टम तर करेक्ट एन्ड न्यू नेम चाहिँ सोलानम लाइकोपर्सिकमै हो जस्तै हामीले फ्रग जुन इन्डियन बुल फ्रग छ त्यसको नयाँ नेम चाहिँ हामीले हप्लोपेट्राकस टाइगरिनसै लेख्नुपर्छ इफ एमसिक्यूमा सोधे ड्रानाटिग्रिना पनि छ त्यो पनि छ भने चाहिँ हप्लोपेट्राकसै लगाउनु पऱ्यो त्यसै गरी अर्थमको पनि हामीले जुन अर्थम पढ्छ त्यसमा चाहिँ मेटाफायर पस्टुमा लगाउनु पऱ्यो फेरेतीमा पस्टुमा भन्दा पनि सो नयाँ नेम चाहिँ सबको थाहा हुनु पऱ्यो एटलिस्ट त्यहाँ बुकमा मेन्सन पनि हुन्छ एन्ड पोटेटो भनेको चाहिँ सोलानम ट्युबरोसम अनियन भनेको चाहिँ एलियम सिपा र जिन्जर भनेको चाहिँ
चाहिँ जिन्जिबरेसी फ्यामिलीको हो, जिन्जिबर अफिसिनेल भन्छ। सो सोलानम, ब्रिन्जल पनि सोलानम भयो, पोटेटो पनि सोलानम भयो। सो यहाँ एउटा यहाँ जेनरा भयो, टोमेटो लाइकोपर्सिकम भनौँ, अनियन एलियम, जिन्जर के भयो त जिन्जिबर। सो 4वटा जेनरा भयो, त्यसको आन्सर 4वटा जेनरा हुने भयो। एन्ड यो रिकल बेस्ड क्वेसन त एकदम सजिलो क्वेसन थियो, प्लस 2मा पनि पढाइ हुन्छ। एन्ड साइन्टिफिक नेम सोधेर चाहिँ सिम्पल क्वेसन पनि पहिला सोधेकै थियो, एउटा अनियनको सोधेको थियो, पोटेटोको सोधेको थियो, टोमेटोको पनि सोधेको थियो। सो इजी क्वेसनै थियो। नेक्स्ट यो चाहिँ एन्जियोस्पर्मिक फ्यामिलीबाट सोधेको, इन विच अफ द फलोइङ फ्यामिली कोरोला विथ क्ल एन्ड लिम्ब इज फाउन्ड। सो यो पनि सर्फेस लेभलको क्वेसन थियो, रिकल बेस्ड एन्ड प्लस 2 बेस्ड। अल्दो एक्ज्याक्ट यस्तो टाइपको पिवाइक्यू चाहिँ सोधेको थिएन, तर हामीले यतिसम्म त पढ्नै पर्छ, किनभने नामै क्रुसिफेरी फ्यामिली छ, ओल्ड नेम, किनभने त्यहाँ क्रुसिफर्म कोरोला हुन्छ, जसमा चाहिँ कोरोला चाहिँ एउटा डायगनल क्रसमा अरेन्ज हुन्छ एन्ड त्यसमा चाहिँ क्ल र लिम्ब हुन्छ। सो यसो क्यारेक्टरिस्टिक भयो, किनभने नामै क्रुसिफेरी पाइरहेको थियो। र आजकल चाहिँ जुन एई सफिक्स भन्दा चाहिँ सिइएई यो सफिक्स चाहिँ युज गर्ने भएको छ, त्यसैले चाहिँ नयाँ नेम राखेको छ। जस्तै पहिला ब्रासिकेसी क्रुसिफेरी भयो, त्यसै गरी एस्टरेसीलाई पहिला कम्पोजिटे भन्थ्यो, त्यस अल्सो पोएसिएलाई पहिला ग्रामिनेई भन्थ्यो, अनि फेबेसिएलाई पहिला लिग्युमिनोसी भन्थ्यो। सो न्यू नेम हामीले फलो गर्दा राम्रो होला, त्यो चाहिँ अपडेटेड भर्जन भयो। पक्करको जिनस स्पिसिस जस्तै यो पनि अपडेटेड भयो ट्याक्सोनमीबाट। सो यसको आन्सर ब्रासिकेसी नै हुने भयो। अब सोलानेसीमा चाहिँ अब क्यारेक्टरिस्टिक थाहा हुनु पऱ्यो, धेरै कुरा छ। युजली डायग्नोस्टिक फिचरबाटै क्वेसन सोध्छ, तर रिस्क लिनु भएन, अलमोस्ट सब कुरा थाहा हुनै पऱ्यो। इकोनोमिक इम्पोर्टेन्स, एक्जाम्पल्स होइन, त्यसको फ्लोरल फर्मुला, फ्लोरल डायग्रामहरू थाहा हुनु पऱ्यो। एन्ड यो कुरा बुकमा पनि मेन्सन छ। सो द रङ क्यारेक्टरिस्टिक्स अफ लिलिएसी फ्यामिली इज। सो यो चाहिँ मोनोकट फ्यामिली हो, 4वटा फ्यामिली पढ्नुपर्छ, एउटा मोनोकट फ्यामिली भनेको चाहिँ लिलिएसी भयो। यो पनि एन्जियोस्पर्मिक फ्यामिलीकै क्वेसन भयो। सो फर्स्ट अप्सनै रङ छ, यसमा चाहिँ टेट्रामेरस भन्दा पनि ट्राइमेरस फ्लावर हुन्छ। युजली हामीले मोनोकट्समा चाहिँ ट्राइमेरस र डाइकट्समा चाहिँ टेट्रामेरस अर पेन्टामेरस हेर्छौँ। र यो जुन मेरस जुन आइजोमेरी छ नि, आइजोमेरी चाहिँ हामीले गाइनोसियमको लागि चाहिँ हेर्दैनौँ, किन गाइनोसियममा चाहिँ मिलेन, तर अरूमा चाहिँ युजली यो मिल्छ, त्यसले गर्दा चाहिँ हामीले यसलाई ट्राइमेरस भन्न मिल्यो। एन्ड नेक्स्ट चाहिँ के थाहा हुनु पऱ्यो भने अरूको लागि मिल्दैन भने है त्यो गाइनोसियम। नेक्स्ट एपिफाइलस स्टेमेन चाहिँ यसमा हुन्छ। एपिफाइलस भनेको चाहिँ एडिसन अफ द स्टेमेन्स विथ टेपल। नेक्स्ट ट्राइलोकल ओभरी पनि हुन्छ र एक्जाइल प्लासेन्टेसन पनि हुन्छ। सो अरेन्जमेन्ट अफ प्लासेन्टाको आधारमा चाहिँ यो चाहिँ एक्जाइल प्लासेन्टेसन भयो, र अल्सो एक्जाइल प्लासेन्टेसन सोलानेसीमा हुन्छ, माल्भासीमा हुन्छ र लिलिएसीमा पनि हुन्छ। नेक्स्ट मेम्बर्स आर युजली हर्ब्स विथ अन्डरग्राउन्ड पेरेन्टेटिङ स्ट्रक्चर। यो पनि ट्रु स्टेटमेन्ट हो। लिलिएसीमा मोस्टली हर्ब्सै हुन्छ र तिनीहरूको अन्डरग्राउन्ड पेरेन्टेटिङ स्ट्रक्चर हुन्छ फर रिप्रोडक्सन, भेजिटेटिभ प्रोपागेसन भयो त्यो। त्यसमा चाहिँ जस्तै लिलीमा, गार्लिकमा, अनियनमा चाहिँ हामीले बल्ब हेर्छौँ, अनि त्यसै गरी कम चाहिँ जस्तै कल्चिकम अटोमनेलमा हुन्छ कम, त्यसबाट एल्कोलाइड कल्चिसिन अप्टेन गरिन्छ, द्याट्स माइटोटिक पोइजन। सो यो पनि ट्रु स्टेटमेन्ट हो। सो रङ स्टेटमेन्ट चाहिँ ए भयो, र यो रिलेटेड सेम क्वेसन पनि सोधेको थियो पास्ट इयरमा। नेक्स्ट यो चाहिँ इकोलोजीको क्वेसन सुरु भयो। सो विच अफ द फलोइङ डज नट फल इन ट्रपिक लेभल। सो यो एकदम इजी क्वेसन थियो। समटाइम्स इकोलोजीबाट अलिकति घुमाउने कन्सेप्सुअल क्वेसन सोधिरहेको हुन्छ, तर यो चाहिँ सहिले क्वेसन थियो। सो यसको आन्सर फुड वेब हुन्छ। प्रड्युसर, डिकम्पोजर र कन्ज्युमर चाहिँ अभियसली ट्रपिक लेभलमा फलो गर्छ। सो फर्स्ट टपिक लेभलमा प्रड्युसर फलो हुने भयो, र कन्ज्युमर चाहिँ त्यसको माथि, र युजली हामीले डिकम्पोजरलाई चाहिँ मतलब इट क्यान अकुपाई एनी टपिक लेभल, तर यसलाई टप मोस्ट टपिक लेभलमा राखेको चाहिँ त्यो स्ट्यान्डर्ड भयो। त्यहाँ चाहिँ टप मोस्ट टपिक लेभलमा एमसिक्यू सोध्यो भने चाहिँ टप मोस्ट टपिक लेभल जुन छ T5, T6 जुन छ त्यसमा चाहिँ टिक लगाउनु। अनि जुन पिरामिड र ट्रपिक लेभल छ त्यो चाहिँ लिमिटेड हुन्छ ओन्ली टु 5 or 6 ट्रपिक लेभल्स, किनभने त्यहाँ 10% एनर्जी लस हुन्छ इन इच ट्रपिक लेभल। यो चाहिँ लिन्डम्यान्स 10% एनर्जी लस भयो। यो चाहिँ त्यसको बेसिसमा हो, सेकेन्ड ल अफ थर्मोडाइनामिक्सको बेसिसमा हो। अगेन अर्को जुन पिरामिड छ, इकोलोजिकल पिरामिड, त्यो चाहिँ चार्ल्स एल्टनले चाहिँ डिजाइन गरेको हो। एन्ड फुड वेब भनेको चाहिँ एउटा इन्टरकनेक्टेड फुड चेनलाई चाहिँ फुड वेब भनिन्छ, र फुड वेबको डेफिनेसनको बारेमा चाहिँ पिवाइक्यू सोधेको थियो। एन्ड यो रिकल क्वेसन +2 बेस्ड थियो। नेक्स्ट ग्रासहोपर, फ्रग, स्नेक, इगल, यो फुड चेन छ नि, यो चाहिँ कुन टाइपको फुड चेन हो सोधेको थियो। सो यसको आन्सर चाहिँ ग्रेजिङ फुड चेन हुन्छ। बेसिकली 3 टाइप्सको फुड चेन हुन्छ। एउटा ग्रेजिङ हुन्छ, एउटा डेट्राइटस हुन्छ, र एउटा प्यारासाइटिक। प्यारासाइटिकलाई समटाइम्स अक्सिलरी फुड चेन पनि भन्छ। एन्ड प्रेडेटरी फुड चेन भन्ने चाहिँ कसैलाई लाग्ला प्रेडेटरी होला भनेर, तर
यो लाइक अफिसियल टर्म होइन प्रेडेटरी फुड चेन भनेको चाहिँ हामीले रिकग्नाइज गर्दैनौँ यो फुड चेन हो भनेर सो 3टा फुड चेन BCD जुन अप्सन छ त्यो चाहिँ 3टा फुड चेन भयो र प्यारासाइटिकलाई चाहिँ अक्सिलरी फुड चेन पनि भनिन्छ एन्ड पहिला डेट्रिटसको बारेमा सोधेको थियो डेट्रिटस फुड चेनको बारेमा एन्ड यो त बेसिक क्वेसन त प्लस 2मा पनि पढाइ हुन्छ र रिकल बेस्ड थियो नेक्स्ट क्वेसनमा सोधेको छ द फर्मेसन अफ अमोनिया फ्रम डेड अर्गानिजम इज कल्ड यो रिकल बेस्ड क्वेसन एन्ड युजली नाइट्रोजन साइकलबाट चाहिँ एभ्री इयर क्वेसन सोधिरहेकै हुन्छ मोस्टली नाइट्रोजन फिक्सेसनबाट र यो वर्ष चाहिँ एमोनिफिकेसनबाट पनि सोधेको रहेछ सो फर्मेसन अफ अमोनिया फ्रम डेड अर्गानिजमलाई चाहिँ एमोनिफिकेसन भनिन्छ अनि यसमा एउटा ब्याक्टेरियाको इक्जाम्पल भनेको चाहिँ ब्यासिलस रामोसस त्यसै गरी नाइट्रिफिकेसन भनेको चाहिँ एमोनियालाई नाइट्राइड एन्ड देन नाइट्रेटमा कन्भर्ट गर्ने सो यसमा पनि नाइट्रोसोमोनास नाइट्रोककस नाइट्रोब्याक्टेरियाहरू चाहिँ ब्याक्टेरियाको नाम भयो एन्ड डिनाइट्रिफिकेसनमा चाहिँ यसमा चाहिँ के हुन्छ भने जुन नाइट्रेट छ नि त्यसलाई फेरि फ्री नाइट्रोजनमा कन्भर्ट गर्ने र डिनाइट्रिफिकेसनमा चाहिँ हाम्रो ब्याक्टेरियामा भनेको स्युडोमोनास डिनाइट्रिफिकेन्स भयो एन्ड नाइट्रोजन फिक्सेसनमा चाहिँ अलिक डिपली नै पढ्नुपर्छ सो नाइट्रोजन फिक्सेसनमा एन्जाइमहरू कुन कुन इन्भल्भ हुन्छ र सिम्बायोटिक नन सिम्बायोटिक लेग्युमिनस प्लान्ट नन लेग्युमिनस प्लान्टको बारेमा अलिअलि थाहा पाउनु पऱ्यो म अलिअलि भन्छु पढ्नु चाहिँ बढ्नै पर्छ सो सिम्बायोटिक नाइट्रोजन फिक्सेसनमा चाहिँ एउटा लेग्युमिनस प्लान्टमा चाहिँ राइजोबियम भयो नन लेग्युमिनस जस्तै एल्नस र क्यासुरिनामा चाहिँ फ्र्याङ्किया ब्याक्टेरियाले चाहिँ नाइट्रोजन फिक्सेसन गर्छ एन्ड नाइट्रोजन फिक्सेसनको लागि चाहिँ एउटा जिन हुन्छ निफ जिन त्यो चाहिँ एन्जाइममा आउँछ नाइट्रोजिनेस एन्जाइम र नाइट्रोजिनेस एन्जाइमको लागि चाहिँ आइरन र मोलिब्डेनम चाहिँ चाहिन्छ यो चाहिँ एज अ कोफ्याक्टर भन्नु मिल्यो मेटल कोफ्याक्टर एन्ड जुन लेग्युमिनस प्लान्ट छ त्यसमा चाहिँ राइजोबियमले रुट नोड्युल्समा आउँछ रुट नोड्युल्समा चाहिँ लेग हेमोग्लोबिन भन्ने कम्पाउन्ड प्रेजेन्ट हुन्छ लेग हेमोग्लोबिन भनेको चाहिँ अक्सिजन स्क्याभेन्जर हो यसले बेसिकली जुन नोड्युल्स भनेको छ नि राइजोबियमको त्यसमा चाहिँ यसले अक्सिजन एउटा एनारोबिक कन्डिसन प्रोभाइड गर्छ किनभने नाइट्रोजिनेस एन्जाइमलाई फङ्सन गर्नलाई चाहिँ एनारोबिक कन्डिसन चाहिन्छ एन्ड एज अ नाइट्रोजन फिक्सेसन गर्छ सो नाइट्रोजन फिक्सेसनमा चाहिँ एटिपी पनि चाहिन्छ अल्दो यति डिटेलसम्म नसोध्ला स्टिल अब याद आइहाल्यो भनिहाल्छु म सो एउटा नाइट्रोजन फिक्स गर्नु भनेको चाहिँ सो एउटा N2बाट 2टा NH3 बनाउनलाई चाहिँ प्रोटोन पनि चाहिन्छ इलेक्ट्रोन पनि चाहिन्छ र त्यसमा एटिपी चाहिँ 1 नाइट्रोजन मोलिक्युलबाट 2टा अमोनिया भन्ने भयो सो 2टा अमोनियाको लागि चाहिँ 16 एटिपी र एउटा अमोनियाको लागि चाहिँ 8 एटिपी यतिसम्म नसोध्ला स्टिल भनिदिएँ एन्ड यति नै हो नाइट्रोजन फिक्सेसनको बेसिक कुरा अब एक्जाम्पल चाहिँ थाहा हुनु पऱ्यो कन्सेप्ट चाहिँ यति नै हो एन्ड यो रिलेटेड पास्ट क्वेसन पनि सोधेकै थियो ओके नेक्स्ट क्वेसन सो यो फाइलोड एन्ड क्ल्याडोडको बारेमा एन्ड यो मोर्फोलोजी क्वेसन त भन्नु मिल्यो तर अप्सन चाहिँ इकोलोजिकल एडाप्टेसनकै बेसिसमा राखेको थियो सो फाइलोड र क्ल्याडोड भनेको चाहिँ यो चाहिँ जेरोफाइटिक एडाप्टेसनको लागि मोडिफिकेसन हो एन्ड फाइलोड फाइलोक्ल्याड र क्ल्याडोड यो चाहिँ सिमिलर टर्म्स हो यसमा समटाइम्स कन्फ्युजन हुन सकिन्छ एन्ड यो रिलेटेड सोधिरहेको हुन्छ फाइलोक्ल्याडहरूको एक्जाम्पलहरू अनि तिनीहरूको डिफ्रेन्सेसबाट क्वेसन सोधिरहेको हुन्छ सो फाइलोक्ल्याड भनेको चाहिँ यो स्टेमको मोडिफिकेसन हो एन्ड फाइलोक्ल्याड युजली लङ हुन्छ धेरै इन्टरनोड लङ हुन्छ अनि क्ल्याडोड भनेको चाहिँ स्टेम ब्रान्चेसको मोडिफिकेसन हो यो चाहिँ ओन्ली फ्यू इन्टरनोड अर सिङ्गल इन्टरनोड लङ फाइलोक्ल्याडलाई पनि क्ल्याडोड भनिन्छ एन्ड फाइलोक्ल्याडको एक्जाम्पल भनेको चाहिँ कुन कुन प्लान्टमा पाइन्छ भनेको चाहिँ एउटा मेलन बेकिया द्याट इज कुकुलामा पाइन्छ अर्को ओपन्सियामा अर्को युफोर्बियामा पनि पाइन्छ युफोर्बिया रुवालिनामा एन्ड क्ल्याडोड चाहिँ एस्प्यारेगस र रस्कसमा पाइन्छ अगेन फाइलोड भनेको चाहिँ यो चाहिँ पेटियोलको मोडिफिकेसन हो यसमा चाहिँ के हुन्छ भने जुन लिफको पेटियोल छ त्यो चाहिँ फोटोसिन्थेटिक हुन्छ र लिफ चाहिँ थिन हुन्छ सर्ट हुन्छ टु प्रिभेन्ट द ट्रान्सपिरेसन रिड्युस द रेट अफ ट्रान्सपिरेसन यसको लागि नै गरेको हो यो अरू पार्टहरू चाहिँ फोटोसिन्थेटिक हुने तर लिफबाट जुन स्टोमाटा छ नि त लिफमा त्यसबाट ट्रान्सपिरेसन मिनिमाइज होस् भनेर चाहिँ यो एडाप्टेसन गरे हो किनभने जेरोफाइटिक कन्डिसनमा त ह्युमिडिटी त कम हुन्छ सो मोइस्चर रिटेन गर्नलाई वाटर रिटेन गर्नलाई चाहिँ यो गरेको हो एन्ड फाइलोड चाहिँ अस्ट्रेलियन एकासियामा पाइन्छ एन्ड त्यसै गरी हाइड्रोफाइटिक एडाप्टेसनको बारेमा पनि थाहा हुनु पऱ्यो हेलोफाइटिकको बारेमा र मेजोफाइटिकमा त युजली हामीले पढ्ने नै मेजोफाइटिक प्लान्ट चाहिँ हो मोस्टली एन्ड यो कुरा चाहिँ पास्टमा पनि सोधेकै थियो सेम क्वेसन +2 बेस्ड पनि थियो नेक्स्ट क्वेसन मेटल कोरोड्स ड्यु टु सो यो चाहिँ नयाँ क्वेसन थियो स्टिल यो पढ्नै पर्छ बेसिक क्वेसनै थियो +2मा पढ्नुपर्छ इकोलोजिकल इम्ब्यालेन्सेसको बारेमा त्यसमा पढ्नुपर्ने ग्रिन हाउस इफेक्ट एसिड रेन ओजोन लेयर डिप्लेसनहरू अनि बायोलोजिकल इन्भेजन सो यसको आन्सर एसिड रेन हुन्छ सेम पोइन्ट बुकमै मेन्सन छ कोरोड्स र मेटल भनेर एसिड रेनमा जुन रेन वाटर छ त्यसको pH चाहिँ 4.5 और त्यसभन्दा कम भयो चाहिँ एसिड रेन भन्छ नर्मल pH चाहिँ अराउन्ड 6.5 हुन्छ किनभने एटमोस्फियरमा कार्बन डाइअक्साइड हुन्छ र कार्बन डाइअक्साइड एसिडिक अक्साइड भयो त्यसले गर्दा एन्ड एसिड रेनमा चाहिँ बोथ सल्फरको अक्साइड र नाइट्रोजनको अक्साइड इन्भल्भ हुन्छ तर एमसिक्यूमा एउटा चुज गर्ने भए चाहिँ मेन चाहिँ सल्फरकै अक्साइड हो
एन्ड त्यसैले गर्दा मेटल करोजन हुन्छ अल्सो जुन मोन्युमेन्ट्सहरुमा चाहिँ जुन अफेक्ट हुन्छ ड्यू टु एक्सिडेन्ट एज स्टोन लेप्रोसी भन्छ नेक्स्ट ग्रीन हाउस इफेक्ट भनेको चाहिँ यो चाहिँ हिटिङ इफेक्ट हो ड्यू टु द ग्रीन हाउस ग्यासेस लाइक कार्बन डाइअक्साइड मिथेन अनि त्यसले गर्दा चाहिँ आईआर रेज इन्फ्रारेड रेजहरु चाहिँ ट्र्याप हुन्छ रेडिएट हुन पाउँदैन अनि हिटिङ इफेक्ट क्रिएट हुन्छ अल्दो ग्रीन हाउस इफेक्ट नभए त लाइफ पोसिबल हुँदैन थियो तर जुन आर्टिफिशियल हामीले गर्दा जुन इन्हान्स भएको छ ग्रीन हाउस इफेक्ट त्यसले गर्दा चाहिँ हार्मै हुँदैछ ग्रीन हाउस इफेक्टको बारेमा थाहा हुनु पर्यो सो कुन ग्रीन हाउस ग्यास बढी पोटेन्ट छ कुन बढी पर्सेन्टेजमा छ ग्रीन हाउस ग्यास इन एटमोस्फियर नेक्स्ट बायोम्याग्निफिकेसन भनेको चाहिँ ट्रफिक लेभल्समा राइज हुने भए चाहिँ एउटा सब्सटेन्सको कन्सन्ट्रेसन चाहिँ इन्क्रिज हुँदै जानु र एक्युमुलेट हुँदै जानु ट्रपिक लेभल अनुसार अनि जति बेला ट्रपिक लेभल कुरा हुन्छ बायोम्याग्निफिकेसन भइन्छ अनि अर्को भनेको बायो एक्युमुलेसन हो बायो एक्युमुलेसन भनेको एउटा इन्डिभिजुअलमा जति बेला रेट अफ जुन एब्जर्प्सन छ त्यो चाहिँ रेट अफ एक्सक्रिसन भन्दा एक्सिड भयो भने चाहिँ बायो एक्युमुलेसन भन्छ एन्ड युट्रोफिकेसन भनेको चाहिँ एल्गल ब्लुम कज गर्ने यसमा चाहिँ के हुन्छ भने एक्सेस अफ द मिनरल्स ड्यू टु फर्टिलाइजर्स लाइक नाइट्रेट एन्ड फस्फेट फर्टिलाइजर चाहिँ जुन पानी वाटर बडिजमा जान्छ युजली लेक्समा त्यसले गर्दा चाहिँ एल्गल ग्रोथ हुने भयो र त्यहाँ चाहिँ बायोलोजिकल अक्सिजन डिमान्ड इन्क्रिज हुन्छ र डिजल्भ अक्सिजन डिक्रिज हुन्छ अनि त्यसले गर्दा चाहिँ के भन्छन् ओसन लाइफमा लेक लाइफमा चाहिँ प्रब्लम आउँछ नेक्स्ट क्वेसनमा छ कि विच इज कमन इन बोथ प्रोक्यारियोट्स एन्ड युक्यारियोट्स सो यो सेम क्वेसन चाहिँ पास्ट इयरमा सोधेको थियो कि कमन इन प्रोक्यारियोट्स एन्ड युक्यारियोट्स भनेको जेनेटिक कोड हो सो जेनेटिक कोड 12 मा चाहिँ पढाइ हुन्छ तर यो क्वेसन चाहिँ 11 कै भनौँ किनभने यो सेल बायोलोजीकै क्वेसन थियो एन्ड के बुझ्नु पर्यो भने जेनेटिक कोडलाई हामीले नियरली युनिभर्सल भन्छ हो युनिभर्सल पनि भन्न मिल्यो तर स्टिल कुनै कुनै अर्गानिजमको जुन अर्गानल्स छ नि जस्तै माइटोकोन्ड्रिया इस्टको माइटोकोन्ड्रियामा चाहिँ युजिए भनेको स्टप कोडन हो तर इस्टको माइटोकोन्ड्रियामा चाहिँ यसले ट्रिप्टोफानको लागि कोड गर्छ ट्रिप्टोफान भनेको एमिनो एसिड हो यस मोस्ट कम्प्लेक्स एमिनो एसिड भन्छ हामी स्ट्रक्चरको हिसाबमा अल्सो प्रिकर्सर अफ अक्सिजन हुने भयो ट्रिप्टोफान सो त्यो चाहिँ एउटा सर्ट अफ एक्सेप्सन हुने भयो नि त्यसैले हामीले यसलाई नियरली युनिभर्सल भन्दा पनि ठिक होला स्टिल यो क्वेसनको लागि जेनेटिक कोडै आन्सर मिल्छ किनभने हिस्टोन प्रोटिन चाहिँ अभियसली युक्यारियोट्समा पाइन्छ प्रोक्यारियोट्समा चाहिँ हिस्टोन हुँदैन बरु त्यहाँ चाहिँ पोलिअमाइन्स हुन्छ एन्ड स्पिन्डल फाइबर अगेन प्रोक्यारियोट्समा माइटोसिस हुँदैन अमाइटोसिस हुन्छ डाइरेक्ट सेल डिभिजन हुन्छ सो स्पिन्डल फाइबर माइटोसिस एन्ड बेसिकली माइटोटिक अपारेटस एस्टर रेजहरूको कुरा भएन नेक्स्ट क्वेसनमा सोधेको छ कि मेम्ब्रेनलेस अर्गानल चाहिँ कुन हो इज अ रिकल बेस्ड क्वेसन +2 बेस्ड एन्ड सेम क्वेसन चाहिँ पास्ट इयरमा पनि सोधेको थियो सो राइबोसोम भनेको चाहिँ मेम्ब्रेनलेस अर्गानल हुने भयो यसमा चाहिँ मेम्ब्रेन बाउन्ड हुँदैन त्यसैले यो चाहिँ युनिभर्सल सेल अर्गानल पनि भन्छ प्रोक्यारियोट्समा पनि पाइन्छ युक्यारियोट्समा पनि एन्ड माइटोकोन्ड्रिया क्लोरोप्लास्ट भनेको चाहिँ डबल मेम्ब्रेन बाउन्ड सेल अर्गानल हुन् एन्ड न्युक्लियस पनि डबल मेम्ब्रेन बाउन्ड हो तर यसलाई अर्गानल भन्दा पनि यसलाई सेल कम्पोनेन्ट भइन्छ सो लार्जेस्ट सेल कम्पोनेन्ट भयो भने चाहिँ न्युक्लियस लगाउने तर लार्जेस्ट अर्गानल्स हुँदै भने चाहिँ क्लोरोप्लास्ट एन्ड एनिमल सेलमा लार्जेस्ट हुँदै भने चाहिँ माइटोकोन्ड्रिया एज अ सेल अर्गानल तर सेल कम्पोनेन्टमा चाहिँ न्युक्लियस हुने भयो यो चाहिँ मेम्ब्रेन बाउन्ड सिङ्गल मेम्ब्रेन डबल मेम्ब्रेन एन्ड इभन ट्रिपल मेम्ब्रेन पनि हुन्छ ट्रान्सोजोम्स भन्छ ट्रान्सोजोम्स यसमा स्पेलिङमा ध्यान दिनु पर्यो किनभने कन्फ्युजिङ टर्म छ त्यस्तै ट्रान्सपोजोन्स भन्ने सो ट्रान्सपोजोन्स भनेको चाहिँ जम्पिङ जिन हो 12 मा पढाइ हुन्छ 12 पढाइ त हुँदैन तर 12 को सिलेबसमा छ भन्न मिल्यो 12 को कन्टेन्ट हो यो एन्ड जम्पिङ जिन चाहिँ उता म्याक्लेन्टकले मेजमा डिस्कभर गरेको थियो सो गोइङ ब्याक टु द टपिक ट्रान्सोजोम्स भनेको चाहिँ ट्रिपल मेम्ब्रेन बाउन्ड भयो यो चाहिँ ओभेरियन फोलिकल्स अफ बर्ड्समा पाइन्छ एन्ड यो चाहिँ भाइटोलोजेनेसिसमा हेल्प गर्छ सो त्यो कुरा थाहा हुनु पर्यो नेक्स्ट क्वेसनमा छ कि मेन फिचर अफ माइटोसिस द्याट इज नट प्रेजेन्ट इन मियोसिस इज यो चाहिँ अन्डरस्ट्यान्डिङ बेस्ड क्वेसन भयो यो चाहिँ एउटा मात्र मलाई लाग्यो यो 20वटा क्वेसन मध्ये यो मात्र एउटा अन्डरस्ट्यान्डिङ बेस्ड क्वेसन थियो अरू 19वटै रिकल बेस्ड थियो एकदम सर्फेस लेभल क्वेसन थियो यो चाहिँ अलिकति बुझ्नुपर्ने थियो सो के बुझ्नु पर्यो भने माइटोसिसमा चाहिँ होमोलोगस क्रोमोसोमहरू इन्डिपेन्डेन्टली बिहेभ गर्छन् यसमा चाहिँ इमिडिएटली सी र डी अप्सन त एलिमिनेट गर्न सकिन्छ किनभने पेयरिङ अफ होमोलोगस क्रोमोसोम द्याट इज सिनाप्सिस यो चाहिँ मियोसिसमा देखिन्छ जाइगोटिनमा तर माइटोसिसमा त हुँदैन र मेन डिफरेन्स भनेको चाहिँ यही हो पेयरिङ अफ होमोलोगस क्रोमोसोम्स नै हो माइटोसिस र मियोसिसमा एन्ड नेक्स्ट क्रसिङ ओभर त बाई चान्स इभेन्ट भयो अभियसली लिङ्केज हुनसक्छ तर स्टिल क्रसिङ ओभर पोसिबल हुन सक्ने त मियोसिसमा मात्र हो नि हुने भयो भने त मियोसिसमै हुने हो प्याकेटिनमा सो यो पनि हुने भएन नेक्स्ट क्रोमेटिड सेपरेट इन एनाफेज त्यसमा एनाफेज 1 or 2 मेन्सन छैन त्यसैले यो पनि मिल्छ किनभने जुन मिल्छ भनेको यो चाहिँ डिफरेन्स छैन किनभने जुन मियोसिस छ मियोसिसमा चाहिँ एनाफेज 1 र एनाफेज 2 हुने भयो एनाफेज 1 मा चाहिँ होमोलोगस क्रोमोसोम सेपरेट हुन्छ र एनाफेज 2 मा चाहिँ क्रोमेटिड सेपरेट हुन्छ अर सेन्ट्रोमेयर
स्प्लिट हुन्छ। सो त्यसैले यो पनि डिफरेन्स छैन, तर जुन ए नम्बरमा लेखेको छ कि होमोलोगस क्रोमोसोम्स बिहेभ इन्डिपेन्डेन्टली, यो चाहिँ माइटोसिसमा हुन्छ र मियोसिसमा हुँदैन। किनभने इन्डिपेन्डेन्टली बिहेभ गर्नु भने न त पेयरिङ हुनु न त क्रसिङ ओभर हुनु। सो त्यो दुइटै त मियोसिसमा हुने हो, माइटोसिसमा होइन। सो यही नै आन्सर हुने भयो। र यो सिमिलर पोइन्ट चाहिँ बुकमा पनि मेन्सन छ माइटोसिस एन्ड मियोसिसको डिफरेन्समा, अल्दो यसरी पास्ट क्वेसन चाहिँ सोधेको छैन रहेछ। ओके, यो स्लाइडको लास्ट क्वेसन भयो that 4 chromatids and true centromeres of homologous chromosomes are seen in। यो रिकल बेस्ड क्वेसन एन्ड +2 बेस्ड, एन्ड यो पनि सजिलै क्वेसन थियो। एन्ड पास्ट क्वेसनमा पनि सोधेको थियो कि टेट्राइड फर्मेसन केमा हुन्छ। सो यसको आन्सर प्याकेटिन हुन्छ। जुन जाइगोटिन हुन्छ यसमा चाहिँ धेरैजना कन्फ्युज हुन सक्ला कि जाइगोटिन हुन्छ कि प्याकेटिन। सो प्याकेटिनमा चाहिँ टेट्राइड हुने भयो, तर जाइगोटिनमा डायाड हुन्छ। एन्ड 4 क्रोमाटिड 2 सेन्टिमिटर्स चाहिँ त्यहाँ चाहिँ हामीले टेट्राइडै भन्छौँ। सो त्यो चाहिँ प्याकेटिनमा हुन्छ। एन्ड डिप्लोटिनमा चाहिँ हामीले जुन काइसमा हो त काइसमा त प्याकेटिनमै बन्ने हो, तर डिस्टिङली देखिने चाहिँ डिप्लोटिनमै हो, त्यसैले काइसमा फर्मेसन पनि डिप्लोटिनमा हुने भयो। एन्ड डायाकिनेसिसमा चाहिँ टर्मिनलाइजेसन अफ काइसमा अर्काइसमा त हुने भयो, प्लुरल सिङ्गुलर हुने भयो। एन्ड यो थाहा हुनु पऱ्यो लेप्टोटिन, जाइगोटिन, प्याकेटिन, डिप्लोटिन, डायाकिनेसिस, यसको बारेमा क्वेसन सोधिरहेको छ प्रोफेस 1 को सब स्टेजको बारेमा। अनि त्यसै गरी उहाँ त यो क्रोमोजोम्सहरूको बारेमा अलिअलि जेनेटिक्समा पढ्नुपर्छ, ल्याम्ब्रस क्रोमोजोम्स, अनि त्यसै गरी पोलिटिन क्रोमोजोम्स, यो कुराहरू चाहिँ पढ्दा पनि भयो। एन्ड यही नै थियो 20वटा क्वेसन। यो रिकल एन्ड +2 बेस्ड थियो। सो अब कन्क्लुड गरौँ। सो यो माथिको 20वटा क्वेसनको लागि चाहिँ जुन प्रिभियस क्वेसन रेटेड प्रिभियस क्वेसन चाहिँ 14वटा थियो र टोटली न्यू क्वेसन चाहिँ 6 थियो, 6वटा। एन्ड कुन कुन थियो त्यो ब्याक गएर हेर्न मिल्यो। तर अब राम्रो कुरा के छ भने 20वटै क्वेसन +2 बेस्ड थियो। एउटा पनि क्वेसन इभन स्लाइटली आउट अफ +2 सिलेबस थिएन, एकदम सर्फेस लेभल क्वेसन थियो यो वर्षको बोटनीमा। तर स्टिल बुझेर पढ्नु पऱ्यो, रिस्क लिनु भएन। अब सर्फेस लेभल क्वेसन सोध्छ भनेर एकदम सर्फेस कुरा पढ्ने गर्नु भएन। एटलिस्ट अहिले त टाइम छ नि, अहिले चाहिँ डिपली नै पढ, बरु लास्ट मोमेन्टमा चाहिँ सिम्पलको अझै रिभाइज गर्दा फाइदा होला। अगेन रिकल बेस्ड क्वेसन 19वटा र अन्डरस्ट्यान्डिङ एउटा, र एप्लिकेसन बेस्ड क्वेसन चाहिँ मलाई एउटा पनि पाएन। यो चाहिँ मेरो ओपिनियन है, मलाई लाग्दैन यो मध्ये कुनै पनि अन्डरस्ट्यान्डिङ एक्सेप्ट एउटा र एप्लिकेसन कुनै पनि थिएन, मोस्टली रिकलै थियो। सो रेफरेन्सेसको कुरा गरौँ। रेफरेन्सेसमा चाहिँ 2टा मात्र रेफरेन्सेसबाट यो सब क्वेसन मिलाउन सकिन्थ्यो। एक्चुअली एउटाबाट मात्र टेक्स्ट बुक अफ बायोलोजीबाटै यो क्वेसनहरू मिलाउन सकिन्थ्यो 20वटै। सो त्यही नै हो। एन्ड थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। अब पार्ट 2मा चाहिँ 12 क्वेसन्स डिस्कस हुने भएको छ। द्याट्स इट।